उतै हुर्केको मान्छेहरूलाई त थाहा हुन नि त पछि हो पोखरा आउनु बोक्न अब त पहिला तराईको हो नवलपरासी यो कुन खोला हो त नि नवलपरासी कि नवलपुर हो अहिले नवलपरासीको यता नवलपुरमा रजर थाहा छ रजर त्यही रजर वरिपरि म नि दुमकौली चोकमा त टन्नै बसेँ हो दुमकौली त उतै हो नि दुमकौली त्यही रजर पारिपट्टि छ बाटो चाहिँ तल उता हमाल चोक भन्दा यता जहाँ खतरा डेन्जर बाटो छ त्यहाँ चाहिँ यस्तो बाटो छैन यहाँमा सजिलैसँग यस्तो राम्रो बाटो यो च्याङ्ग्राको र यहाँको मासु सुकुटी पाउँदैन भाइ पाउँछ सुकुटी पाए सुकुटी लानु हुन्थ्यो भनेर यतातिर नौलो चिज पाउने के हो नौलो चिज त त्यही त हो नि अब यतातिरको आलु नै छुट्टै खालको हुन्छ आलु आलु पनि लानु पर्यो शालिग्राम नै बगरमै पाउँछ हो दुवै जस्तो लाग्यो दुवैतिर हावा चलेन भन्ने चाहिँ हो जानु नि हो दुबईमा नि यस्तो डाँडा काँडा छ र यस्तै छ दिदी डाँडा छ डेजर्टहरूमा छ त उतातिर त्यतातिर भन्छन् होइन अब हामी दुबईमा त कति वर्ष 2 वर्ष दि तर अन्यतिर यस्तै छ सेम डाँडाकाँडाहरू त्यस्तै यस्तै म त यो बाटो हिँड्दा त लद्दाख जस्तो लाग्छ है लद्दाख जस्तो छ लद्दाख जस्तो यस्तै छ सेम लद्दाख सेम त हो क्या यताको बस्ती उस्तो यस्तै हो टाइपकै हो है अनि लद्दाखतिर पनि मान्छेहरू पनि त्यहाँ तामाङहरू जस्तै हुँदो रहेछ क्या नेटवर्क वाइफाई चल्छ नि त्यहाँ डाटाहरू वाइफाई चल्यो भने त्यही हो सबभन्दा क्यास सक्यो भने त अनलाइनबाट पनि पेमेन्ट हुँदो होला नि हुन्छ होला यता नि होला नि त त्यो ब्याङ्कहरू त होइन र